जीवनका हरेक उतार चढावमा हामी हरेक दिन व्यस्त रहन्छौँ। यो गतिशील समय सँगसँगै हामी व्यस्त रहेको यो समयलाई पनि कहिलेकाहीँ रमाइलो गर्नुपर्छ। यस्तै रमाइलोको जमघट हामीले एउटा शनिबार हामीले लिएका थियौँ। मेरो नन्द यतिखेर मैले स्कुटी चलाइरहेको दृश्य देख्न सक्नुहुन्छ। एकतर्फ चाहिँ मेरो श्रीमानज्यूले स्कुटी चलाउनु भएको छ भने मेरो बहिनी बसेकी छिन् पछाडि, र एकतर्फी चाहिँ मेरो नानीले, र यसरी हाम्रो चाहिँ यो ग्रुप फोटो देख्न सक्नुहुन्छ। हामी यतिजना चाहिँ मिलेर रमाइलो गर्न गएका थियौँ बडैया ताल। शनिबारको विशेष अवसर पारेर मेरो श्रीमानज्यूले मेरो केस चलाइरहनु भएको छ। एकदमै मायालु भावले यति बेला चाहिँ मलाई साथ दिइरहनु भएको छ। यो दृश्यमा देखिरहनु भएको छ। कहिलेकाहीँ यसरी घुम्न जाँदा पनि हरेक दुःख पीड र हाम्रो चाहिँ थकानहरू मेटिने गर्छन्, र यो रमाइलो दृश्य यति बेला हामीले यहाँ दुवैजना मिलेर चाहिँ अगाडि बढिरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ। यसरी चाहिँ हामी कहिलेकाहीँ पारिवारिक जमघट, मेरो नन्द र मेरो बहिनी, मेरो श्रीमानज्यू मिलेर चाहिँ यति बेला यो भिडियोमा चाहिँ मेरो नानी र यसै श्रीमानज्यू हुनुहुन्छ। दुई भाइ बहिनी यति खुसी भएर हिँडिरहनु भएको छ। यसरी नै हामी रमाइलो गर्नुपर्छ। एउटा पारिवारिक जमघट मिलेर कामको व्यस्ततालाई थाती राखेर चाहिँ यसरी हिँड्यौँ भने साँच्चीकै स्मरणीय र अत्यन्तै रमाइलो पल हुन्छ, र यो पल चाहिँ हाम्रो पनि अत्यन्तै रमाइलो भएको थियो। यो भिडियोमा देखे जसरी खुसी हुनुभएको छ दुई भाइ बहिनी, यसरी चाहिँ यो भिडियोमा हेरिरहनु भएको चाहिँ हिँडिरहनु भएको छ खुसीका साथ। र यति बेला चाहिँ मेरो श्रीमानज्यूले आहा कति सुन्दर दृश्य भनेर देखाइरहनु भएको छ यो भिडियोमा। र हामी बडैया तालको यो यति बेला चाहिँ अब पानी चाहिँ छैन होइन, तर अलिक पछितिर चाहिँ बर्खायाममा यो पानी पुरै भरिएको हुन्छ, र अहिले चाहिँ पानी थोरै पानी छ। अहिले पानी सुकिरहेको रहेछ, थोरै पानी रहेछ, तर पनि साँच्चीकै रमाइलो। र तपाईँहरू पनि जानुहोला घुम्नको लागि थोरै समय छुट्याएर। साँच्चीकै हामी कहिलेकाहीँ यसरी गयौँ भने त्यो छुट्टै खालको खुसी र चमक यो अनुहारमा आउने गर्छ, र यो पनि त्यही चमक र त्यही अनुहारको यो खुसी हो। र खुसी हुनको लागि हामी धेरै टाढा जानु पर्दैन। हामी जे छ त्यही कुरामा आत्मसन्तुष्टि रहन सक्यौँ भने साँच्चीकै जीवन सुन्दर र रङ्गीन रहन्छ। यसर्थ भने हामी जे छ सोही कुरामा रमाउन सक्नुपर्छ र खुसी हुन सक्नुपर्छ, आत्मसन्तुष्टि रहन सक्नुपर्छ। त्यसपछि भने हामी दिनभर घुम्यौँ रमायौँ। त्यहाँको यो माछा खाएको चाहिँ यो भिडियो चाहिँ छुटेछ। माछा खायौँ रमायौँ, फर्केर आयौँ घरतिर। धन्यवाद भिडियो हेरेर साथ दिनुभयो।